यसैको लागि लायक छस् पनि हजुरको आज्ञा सुरु पर महाराज परेर होला नि मुखमा यहाँ त्यो खाएपछि इङ्ग्लिस बोल्नु मन लाग्ने त्यो खाएपछि एउटा खुट्टा जुत्ता अरूबाट मजा लाउनु मन लाग्ने अभिमान्य कलीको नाम भएको हुनाले अभिमानमा गरेका लेख्छु त्यही भएर त्यसलाई चाहिँ मैले जलबिरे भन्ने गरेको छु जलबिरे खाएपछि ढलबिरे बढी बढी खाएपछि घाटतिर चलबिरे हामी दुईवटा ठाउँ गएर बस्यो त्यसै गरे त्यस्तो गर्दा प्रिय भनेको कस्तो स्थान हो महाराज जहाँ प्रिय व्यापार हुन्छ यहाँ गएर तेरो बास होस् हे दुष्ट कली महाराज देह व्यापार हुने नराम्रो स्थान पनि मेरै लागि महाराज म यसैको लागि लायक छ व्यापारमा तेरो बास होस् महाराज सुना यो सुना भनेको कस्तो स्थान हो महाराज हिंसा हत्या रक्तपात हुने यो चाहिँ अत्यन्तै अस्तव्यस्त हुने समाजमा हुने त्यही हो तेरो ठाउँ रक्तपात हुने स्थान पनि मेरो लागि महाराज अगाडि बढ होइन भने महाराज पहिलो स्थान जुवा तास दोस्रो स्थान धूम्रपान मद्यपान तेस्रो स्थान वेश्यावृत्ति चौथो स्थान जहाँ हत्या हिंसा रक्तपाती सबै स्थानहरू मेरा लागि नराम्रा मात्रै किन महाराज मलाई हजुरको शरण परे महाराज कृपा होस् माथि केवल एउटा राम्रो स्थानको अभिलाषा गरेको छु महाराज मलाई केवल एउटा स्थान राम्रो स्थानको आज्ञा गरिबक्सियोस् तत्पश्चात म हजुरसँग कुनै पनि इच्छा राम्रो स्थान हो महाराज राम्रो कर्म राम्रो चाहिँ स्थान पाउनुको लागि कर्म राम्रो हुनुपर्छ त्यही भएर यदि तैँले मेरै शरण परिकन समर्पण भएको जग्गाको भाइ एउटा राम्रो स्थान दिन्छु म तँलाई ततो नृतम मदम कामम रजो वैरम च पञ्चमम पाँचौँ स्थान असत कर्मले आर्जन गरेको सुन अनि सम्पत्तिमा तेरो बास होस् सुनमा बास हो त्यही भएर धेरै सुन लाउनेको दिमागमा चाहिँ कली चढ्छ भने छ कली चढाउनुको सट्टा जवाको ल्याएर यहाँ चढाइदिनुहोस् हामी जे गर्ने गरौँ मेरो बासमा सुत्ता हुनेछ सुनमा बस्ने भए हो सुन सुनमा बस्ने भए परीक्षित हारको प्रतिशोधमा त्यही सुनमा बसेर आएर मसँग लिनेछु यादगार सुनमा बसेर आउनेछु म अब तसँग प्रतिशोध लिन खेललाई जोरदार ताली अब यसको मुख्य खेल आउँदैछ राजाको श्रीपेशमा सुन्छ भयो आज मेरो शिर पनि भारी भएको छ आज मेरो निशाना पनि सही दिशातर्फ छैन अलि अगाडि जानुपर्छ पक्कै पनि अरू केही शिकारहरू फेला पर्यो भने त्यसैलाई शिकार गरेर आफ्नो मनलाई आनन्द तुल्याउनेछु अलि अगाडि कति मजाले खेलेर बसेको हरे अब यसैलाई शिकार गर्नेछु चञ्चलाको घाम प्रचण्ड गर्मीको समय राजा आकुल व्याकुल भई एउटा शिकार हात लागेन राजा पानी खोज्दै पानी पासले आकुल व्याकुल भएर दौडन लाग्यो अत्यन्त बड जोडसँग आज एउटै शिकार पनि हात भएन कस्तो चञ्चलाको घाम
पानी पनि प्यास लागिरहेको छ। कस्तो पानी प्यास लागेको कस्तो प्यास लाग्यो। आकुल व्याकुल भएर अत्यन्त विक्षिप्त भएका तृषित भएका राजा नजिकै नदी कोशी नदी छ, कोशीमा गएर पानी प्यास मेटाउनु पर्छ भन्ने थोरै पनि मति बुद्धि आएन। किनभने राजाको श्रीपेशमा सुन थियो, सुनमा कली थियो, कलीले गर्दा मति बुद्धि बिग्रिएको। अनि पानी खोज्दै 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 एउटा घनघोर जङ्गल नजिकमा एकजना शमिक नाम गरेका वृद्ध ऋषि भागवत भक्तिले परिपूर्ण भएर परमात्माको ध्यान गरेर बसिरहेका रहेछ। शमिक नाम गरेका वृद्ध ऋषि उमेरले पनि नेटो काटेका, ध्यानमा मग्न भएर बसेका। जङ्गलमा कहाँबाट ओंकारको ध्वनि गुन्जिरहेको छ। पक्कै पनि यहाँ कुनै ऋषि मुनिहरूको कोटी हुनु पर्दछ। अगाडि जानु पर्छ। मुनिवर, ए मुनिवर, प्रणाम गरौँ हजुरलाई कोटी कोटी। मलाई मन्दिरको नजिक पुगेर बोलायो। गोरुको कमन जङ्गलमा पानी परिरहेको छ। यो पानी मेरो प्यास मेटाउनको लागि पर्याप्त छ भन्ने सोचेर राजाले अर्काको पानी फेरि नमागिकन खान हुँदैन। साल लिएर फेरि माग्न लाग्ने ऋषिवर म राजा परीक्षित हस्तिनापुर आएको छु। मलाई पानी दिनुहोस् मुनिवर, म प्यासले आकुल व्याकुल भएको छु। ए मुनिवर, मलाई पानी दिनुहोस् मुनिवर। ए मुनिवर, कस्तो सुनेर पनि नसुने झै गर्दै हुनेछ। ए मुनिवर, मुनिवर, मलाई पानी दिनुहोस् भनेको। कस्तो सुनेर पनि आज नसुनै झै गर्ने। ए मुनिवर, मलाई छिटो पानी दिनुहोस्। आज बजस्तो राजा परीक्षित आउँछ पनि सुने नसुने झै नष्ट गरेर ध्यानमा लिप्त भएर बस्ने साह्रै घमण्डी रहेछौ। हे मुनिवर, पक्कै पनि तिमीले आज मेरो ठुलो अपमान गरेको छौ। तिमीलाई यो अपमानको सजाय अवश्य पनि पाउनेछौ। के सजाय? कस्तो गन्ध आइरहेको छ। अनि पर जानु पर्यो। यो मरेको सर्प रहेछ। आज तिमीले जिउँदो भएर पनि मलाई मरे तुल्य अपमान गर्यो मुनिवर। तिमीलाई यही मरेको सर्प माला लगाइदिनेछु। यही हो तिमीलाई एकछिन पनि बस्नु छैन। मैया घरमा गएपछि श्रीपेश खोलेपछि सुन हटेपछि कली हटेपछि मति बुद्धि फेरि फेरि अनि राजालाई पश्चाताप मैले गर्ने नहुने काम गरिरहेको छु। ओहो, जीवनमा मबाट महाभूल हो। त्यत्रो विद्वत्पर अत्यन्त मूर्धन्य ज्ञानी ऋषिलाई मैले अपमान गरिकन मरेको सर्पको माला लगाइदिएँ। यथवा गाली गरे, अत्यन्तै अपशब्द प्रयोग गरे, धिक्कार मेरो जीवन भनेकन बडो पश्चाताप भुमरीमा राजा विक्षिप्त भएर रहेको बेलामा यिनी शमिक नाम गरेका ऋषिका छोरा श्रृङ्गीले नदीको किनारमा खेल्दै गरेको बेलामा कुनै बालबच्चाहरूले
तिम्रो पिताजीको गलामा कुनै कुलङ्गारले मरेको मालाको सर्पको माला लगायो भन्ने जान्ने बित्तिकै अत्यन्त विक्षिप्त भएर पिताश्रीको सान्निध्यमा खोजी गर्दै 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 आउन लागे। ओम नमो भगवते वासुदेवाय भनेर विष्णुले चुर हुँदै ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। आज मेरो पिताजीको गलामा कुनै दुष्टले दुष्कर्म गरेछ। पिताजी 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 उठ्नुहोस् पिताजी, आँखा खोल्नुहोस् न पिताजी। पिताजी पिताजीको नजिकै गएर उठाउँछु पिताजीलाई। पिताजी उठ्नुहोस् पिताजी, म हजुरको पुत्र हो पिताजी। विष्णुले चुर भए, गलाको सर्व फ्याँकिदिए अनि हातमा कमण्डलको पानी लिए। मनलाई आज मेरो पिताजीको गलामा यो कुनै दुष्टले यो मरेको सर्प लगाइदिएको छ। जुन कोलङ्गारले मेरो पिताजीको गलामा मरेको सर्पको माला लगाएको छ, त्यही कोलङ्गारलाई आजको 7औं दिनको दिनमा सर्पको राजा तक्षक भन्ने सर्पले बसेर बसमा गरानी जाओस्। उसको पुरानी उमेर तक्षक गरेको राजाले बसेर आज मेरो पिताजीलाई तक्षक गरेको यो माला लगाइदियो, उसलाई श्राप दिएको छु। पिताजी पिताजी आँखा खोल्नुहोस् पिताजी, ओम नमो भगवते वासुदेव। पिताश्री आँखा खोल्नुहोस्, आँखा खोल्नुहोस् पिताश्री। पिताश्री म खेलिरहेको थिएँ, मेरो सखाले हजुरको पिताको गलामा त मरेको सर्पको माला लगाइदिएको छ भने त्यही भएर म दौडेर हजुरको समीपमा आएँ पिताश्री। पिताश्री जस्तो भए पनि त्यस्तो दुष्कर्म हामी ब्राह्मणहरूलाई गर्नु हुँदैन पिताश्री। मरेको सर्प, मरेको बाघ, मरेको हात्ती, मरेको भालु, मरेको जङ्गली जनावरले के गर्छ? जो गर्छ जिउँदाले गर्छ। अनि के भयो त बाबु? पिताश्री पिताश्री मैले त त्यो कोलङ्गारलाई मैले श्राप दिएको छु पिताश्री। कस्तो श्राप? मैले आजको 7 दिनमा तक्षक नाम गरेको नागले डसेर त्यसको मृत्यु होस् भनिदिएको। धर्म पालो नरपति सतु सम्राट देक्षवान सच्चन महाभागवतो राजस्य धर्मको रक्षा गर्ने धर्म धुरन्धर राज्यका पालक, यो देशका सम्राट, विश्व सम्राट चक्रवर्ती अत्यन्त प्रतिष्ठित मूर्धन्य महाराज परीक्षितलाई तिमीले आज श्राप दियो, 7 दिनको दिन मृत्यु पर्नुहोस् भनेर। ओ पिताश्री बडा महाभुवा, ज्ञानीजनको स्वभाव र पानीको स्वभाव एउटै हुने पर्ने राजा। पानीको स्वभाव पनि पानी जति तताए पनि आफ्नो स्वभावमा चिसो भएर फर्कन्छ। ज्ञानी कुनै घट्टा परिघट्टाले जति तातिए पनि आफ्नो स्वभावमा फर्कनु पर्छ। तिमीले त राजा परीक्षितको जीवन नै बर्बाद गर्ने काम गर्यो, तिमीबाट महाभूल हो। श्राप फिर्ता गर्न पनि सकिन्न। अब 7 दिनको दिनमा राजा परीक्षितलाई मुक्तिको बाटो के हो त भनेर देखाउने काम गरौँ। पिताश्री जोरदार ताली
जब राजा परीक्षणले 7 दिनको दिनमा तक्षक नाम गरेको नागराज सर्पले जसरी मृत्युवरण हुँदैछ भन्ने जानकारी प्राप्त गरेपछि आफ्नो वैभव र आफ्नो राज्य चाहिँ छोरो जन्मेजेलाई राज्य दिए गङ्गाधरको सान्निध्यमा गरे काग्र भएर हम ब्रह्म प्रधाम ब्रह्महम ब्रह्म पदम यही मन्त्रोच्चारण गरिकन नृणासन्न पुरुष समान भए पर ब्रह्मको चिन्तन गरिकन एकाग्र बन्न लागे भगवान शङ्करले टुकु चाल पाएपछि भगवानले पिनाक धनु लिएर खेप्दै गएका सुगा मध्येमा एउटा सुगा चाहिँ जलिरहेको अग्निमा गएर चाहिँ प्राणान्त गर्यो त्यही सुगा पछि गएर अरण्य मथन गर्दा वेदव्यासको छोरो भएर आयो त्यो सुकदेव स्वामी सानो सुगा चाहिँ बिचमा गएर आफू प्राणान्त गर्यो त्यो चाहिँ अर्ध ब्रह्मज्ञानी थियो त्यो चाहिँ अर्जुनको नाति अभिमन्युको पुत्रबाट उत्तराको गरेबाट राजा परीक्षित भएर आयो त्यही भएर अघिल्लो जन्मको दाजुभाइको सम्बन्ध राजा परीक्षित र सुकदेव स्वामीको सम्बन्ध थियो भन्ने प्रमाण दिएको छ त्यही भएर दाजुभाइ विपत्तिमा चिनिन्छ साथी दुःख पर्दा चिनिन्छ अङ्ग्रेजीबाट भनाइ छ नि अ फ्रेन्ड इज अ फ्रेन्ड इन्डेड दुःख पर्दाखेरि साथी चिनिन्छ अनि गएर श्रीमती चाहिँ सम्पत्ति सिद्धिया बेला चिनिन्छ सम्पत्ति सिद्धिया बेला भने मेरो सानोको बुवा यता यसो यता खाइसोस् हजुर जस्तो त भन्ने चाहिँ सक्कलीले सम्पत्ति ल्याएको दिन हजुर आइछु न भन्ने सम्पत्ति सिद्धिया यसको त मलाई अनुहार पनि हेर्न सक्दिनँ भन्ने यहाँ आउनु त भने होइन अघि आएर अहिले जानलाई भने श्रीमान चाहिँ श्रीमती बिरामी भए बेला चिनिन्छ बिरामी भए बेला सेवा गर्ने हस्पिटल लैजाने औषधि खुवाउने मेरो मैया भन्ने मेरो जीवन साथी भन्ने के भन्ने अब त्यो चाहिँ गतिलो असली राम्रो भए बेला सेवा गर्ने मैया भन्ने अनि भन्ने बिरामी भए बेला भगवान् त्यो त गइदिए पनि हुन्थ्यो भन्ने अर्को बिहा गर्ने सुरु गर्ने त्यो चाहिँ अगतिलो श्रीमान मेरो मुखामुख गर्नु भएको फेरि कसैलाई पऱ्यो क्या हो त्यसरी दाजुभाइ विपत्तिमा चल्ने विपत्तिमा परेको हो यो समस्याको समाधान गर्नको लागि सुखदेव स्वामी जानुभयो राजा परीक्षणलाई भन्नुभयो अरे महाराज तपाईँ किन रोएको हो भन्दा मेरो भगवान परमात्मा म त 7 दिनमा मर्ने भए अहिलेसम्म 8 दिनको बाँचे छ आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार यो 7 दिनमै जन्मने 7 दिनमै मर्ने 7 दिनमा हुर्कने 7 दिनमा जे प्रगति गरे पनि 7 दिनमै गर्ने हुनाले 7 दिनको दिन भनेको जीवन हो यो जीवनलाई बुझ्ने काम गर्नुहोस् है त आज पहिलो दिनको कार्यक्रम समापन भएको छ।